विक्रम सम्वत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने। गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुनावटको घटना हुन नदिन सूक्ष्म निगरानी गरी कारबाही गर्न सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेसन भिजिलेन्स टिम SIVT गठन गर्ने। नेपाल प्रहरी अन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्युरो प्रभावकारी बनाउने। हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुङ्गो निर्देशन दिनु। ब्युरोमा रहेका जघन्य आर्थिक सङ्गठित अपराध लगायत गम्भीर प्रकृति अनुरूप विशिष्टीकृत समूह स्पेशलाइज टिम गठन गर्ने। हरेक फाइल खोलिन्छ अब। थ्याङ्क यू सो मच। जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस सहितको प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने। पहिलो। दोस्रो, धेरैजना खुसी पनि हुनुहुन्छ होला, धेरैजना दुखी पनि हुनुहुन्छ जस्तो लागेको छ। म त ठेक्नु सकौँला, तर विशेष गरी आइन्दादेखि कुनै नागरिकलाई, नेपाली नागरिकलाई उनीहरूको अपमान गर्न, उनीहरूको चरित्र हत्या गर्न कसैले प्रयास गरेको खण्डमा गृह मन्त्रालय यसमा एकदम संवेदनशील भएर यो विषयलाई चाहिँ सिरियसली हामीले चाहिँ अबदेखि गृह मन्त्रालयले हेर्नेवाला छ। मलाई जे भन्नु छ नो प्रब्लम, म ठेक्नु सक्छु। जस्तो सुकै आरोप लगाए पनि म ठेक्नु सक्छु, तर नेपाली नागरिकलाई, अरूलाई दुःख दिएको चाहिँ म हेर्न सक्दिनँ। विशेष गरी हाम्रो चेलीहरूलाई, नेपालकी छोरीहरूलाई जुन तरिकाले उहाँहरूको चरित्र हत्या गरिन्छ त्यसमा गृह मन्त्रालय एकदम सिरियस हुन्छ। सो आइन्दादेखि यस्तो हाम्रो समाजमा यस्तो खालको प्रवृत्ति नरहोस्। जति अट्याक